साथीहरू स्वागत छ मेरो भिडियोमा। समय है साथीहरू मैले बिराम भएर एकदम बसिरहेको थिएँ, बाटोमा ठाउँ बसिरहेको थिएँ होइन। अनि यहाँ आएर यसले कुरिरहेको थियो कि हामी यहाँ बसिरहेको थियो। हो यहाँ बाटो छेउमा हेर्नु साथीहरू। अनि यहाँ यसले के गर्छ भने यहाँ हेरिरहे मैले यहाँ बोलाउँदै थियो, यसले झन्डै मार्थ्यो यसलाई पनि अहिले गाडी। अनि मैले यहाँ बाटोतिर अलिक आउँथ्यो शीतलमा राख्थेँ भनेर सोचिरहेको साथी लानु। पानी खानिदिनु पर्छ जस्तो यसलाई। हेर्नु साथीहरू यस्तो छ है। गाडीले हानिरहेको थियो, मैले यहाँ पारिबाट यहाँ ल्याएर यता ल्याएर साथीहरू पानी ल्याएको छु, खाँदैछ। अब चाहिँ के होला कि बाँच्छ होला दाइ है। मुख फ्याफ्याफ्या भएर बसेको छ हेर्नु, थुतुनु नि कालो कालो छ। थुतुनुमा केले हाने त होइन? होइन, यस्तै हो यो थुतुनो। यो चुचो हेर्दाखेरि चाहिँ यो बच्चै देखिन्छ। खाऊ खाने खाने खाऊ। मलाई त एकदम माया लाग्यो कि फ्याफ्या भएर बसिरहेको छु। त्यसलाई गाह्रो भएको क्या दाइ। ढुकुरको बच्चा पनि त्यस्तै हो। अब कम्पनीबाट घर जाँदै गऱ्यो भए उता कम्पनीतिर लानुहुन्थ्यो है, त्यति दिन राख्नुहुन्थ्यो अनि पठाइदिनुहुन्थ्यो मरलाई। के गर्नु बिजोग छ नि, यस्तो गरेर बसिरहेको छ। नुहाइदिनु जस्तो लाएर ल फटफट गर्नु। यसलाई गर्नुभयो कि धेरै गर्नुभयो। कहाँ गर्मी आउनु, यहाँ पखेरै भाँची छ त अनि। ओहो गाडीले हानेछ कि त बुढा? हो त। नहाल्नु ए दाइ, पानी नहाल्नु दुख्छ यसलाई। यस्तो पखेरो भाँची छ त अनि यो उड्न सकेन कि। ए कहाँ पानी हो त यसलाई त। अब यसलाई के गर्दा ठिक हुन्छ त यार? यसलाई त अब चाहिँ के गर्ने त यार, मलमै लाउनुपर्छ नि। उपचार गर्नुपर्छ। अब के घाउमा लाउने मलम थाहा छ यहाँ? यहाँ अब कहाँ रुममा छ, यहाँ लगाइदिनुहुन्छ उडाइदिनुहुन्छ है।